यो भव्य सभाका सभापति बागमती प्रदेश कमिटीका अध्यक्ष विक्रम बहादुर थापाज्यू, श्रद्धेय पूर्व अध्यक्षज्यूहरू, पार्टीका उपाध्यक्ष, महामन्त्री लगायत सबै नेता साथीहरू, हाम्रो निमन्त्रणालाई स्वीकारेर ऐक्यबद्धता व्यक्त गर्न आउनुभएका विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि साथीहरू, हामीलाई हौसला र बल प्रदान गर्न उपस्थित सम्पूर्ण प्रिय आमा बुबा दिदीबहिनी तथा दाजुभाइहरू, पत्रकार साथीहरू, अन्य महानुभावहरू, आज धेरै कुराहरू जो हामीले राख्नुपर्ने, विदेशीले दिएको सहायताबाट त्यो चार्जै जान्छ। जनताको शोषण भनेको यही हो। यो नव सामन्तवाद भन्छौँ हामीहरू। यो सामन्तवादको नयाँ रूप प्रजातन्त्रको नाममा अहिलेका शासकहरूले कायम गरेका छन् र इतिहासले यो देखाएको छ कि जब प्रजातन्त्रको नाममा भ्रष्टाचार बढेर जान्छ भने त्यो बेलामा सत्ताधारीहरू नै प्रजातन्त्र ध्वस्तको लागि जिम्मेवार हुन्छन्। त्यो बेला प्रजातन्त्र ध्वस्त गर्ने नै उनीहरू हुन्छ। प्रजातन्त्रको सिद्धान्त राम्रो हो, तर त्यसलाई दुरुपयोग भयो भने तपाईसित खुकुरी छ, दाउरा काट्न पनि सक्नुहुन्छ। दुरुपयोग गर्नुभयो भने हात काट्छ, जिउ काट्छ। अहिले देश सिद्ध्याउने काममा लागेका छन् मित्रहरू। यहाँ राष्ट्र ब्याङ्कको तथ्याङ्क हेर्नु भने कृषिमा ऋण गएको छ, तर साना किसानमा ऋण घटेर गएको छ। त्यस दिनमा, त्यस बेलामा जनताको आवाजले आकाश ढाकिनेछ अनि कट्टु पनि टिप्न नपाई कलियुगे रावणहरूको भागाभाग हुनेछ। मित्रहरू, यथार्थता यही नै हो। आज देश अस्थिर अवस्थामा छ, अराजक अवस्थामा छ। जनता पीडित छन्। तपाईँ जहाँ हेर्नुहोस् भ्रष्टाचार बढेर गएको छ। तपाईहरू सबैले महसुस गर्नुभएको